हामी शान्तिपूर्ण आन्दोलनमा छौं, शान्तिपूर्ण सङ्घर्षमा छौं। यो शान्तिपूर्ण आन्दोलनलाई, शान्तिपूर्ण सङ्घर्षका कार्यक्रमहरूमा बुट र बन्दुकको धम्की नदेखाऊ, बुट र बन्दुक प्रदर्शन नगर। यस्ता बन्दुकहरू चङ्गे राणाले पनि देखाएका थिए, यस्ता बुटहरू ज्ञानेन्द्र शाहले पनि देखाएका थिए। हामी नै हौ नेपाली जनताका छोराछोरीहरू, हामी नै हौ स्वाभिमानी नेपाली जनताका छोराछोरीहरू। ती बन्दुकहरूलाई हामीले भाँच्यौँ, ती बुटहरूलाई हामीले कुल्च्यौँ, सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना गर्यौँ। तिम्रा बन्दुकहरू हाम्रो लागि प्रदर्शन नगर। हामी यही मञ्चबाट भन्न चाहन्छौँ, हामीसँग चोरी नखोज। यो भूगोलभित्र 12 लाखभन्दा बढी तामाङहरू छन्। यदि तामाङसँग तिमी चोरी खेल्न खोज्छौ भने यो थोत्रे सिंहदरबारलाई कुनै दिन तामाङ युवाहरूले डल्लै बोकेर दोलखाको सैलुङ डाँडातिर लागेर शासन चलाउनेछ। त्यो दिन नआओस्। म यही मञ्चबाट भन्न चाहन्छु, 2/3 बहुमतको धम्की नदेऊ। त्यो तिम्रो 2/3 बहुमत समाजवादी अर्थतन्त्र निर्माण गर्न खर्च गर। तिम्रो 2/3 बहुमत रङ्गीन राज्य संरचना निर्माण गर्न खर्च गर। यदि उत्पीडित जनताको अधिकार खोज्नको लागि तिम्रो 2/3 बहुमत प्रयोग गर्छौ भने म यही मञ्चबाट भन्न चाहन्छु, तिम्रो अङ्क गणितलाई माइनस फर्मुला प्रयोग गरेर शून्यमा झार्न हामी तयार छौँ।